हेलो गाइस, सबलाई स्वागत छ मेरो छोटो मिठो ब्लगमा है। सबलाई गुड मर्निङ, ओहाई गोजाइ मास है। आज चाहिँ म के भन्छ जापानको साइतामाको हैन, म अहिले साइतामा छु र जापानमा चाहिँ गाउँहरू देखाउने छु के म है। जापानको गाउँहरू कस्तो छ, सहर त देखेकै होला नि हैन तपाईहरुले है, तर गाउँ देखाउने छु र म अहिले गाउँकै लोकेसनमा छु है। एकदम गाउँमै छु, एकदम भन्नाले ठिकै गाउँ छ। बाहिर चाहिँ सहर जस्तो छ हैन, ठुल्ठुलो बिल्डिङ चाहिँ, भित्र चाहिँ एकदम सानो गाउँ जस्तो छ पुरै हैन। हेरौँ ल गाइस, सुरु गरौँ है। ल सुरुवात चाहिँ यहीँबाट हुन्छ है। म अहिले भइरहेको ठाउँबाट, बसेको ठाउँबाट। र यहाँ चाहिँ ल हेर्न सक्नुहुन्छ है, घरहरू छ, घरहरूमा बगैँचा सगैँचा जस्तै होइन चिटिक्क पारेको छन्। र भित्रभित्र अझै राम्रो छ, म देखाउँछु है। ल है, अगाडि जाउँ, हेरौँ कस्तो कस्तो छ। ल हिँडौँ अगाडि। ल गाइस चाहिँ यहाँको गाउँ पनि कति एकदम राम्रो छ क्या होइन। कस्तो भने ल हेरौँ न है। ल यहाँ अगाडि देख्न सक्नुहुन्छ है, मैले जुम गर्छु है। यो भयो, यहाँ बाहिर यत्रो ठुल्ठुलो बगैँचा छ क्या होइन, सट्टा। अनि वरिपरि अब बार हालेको छ अब होइन। अनि भित्र सट्टा आफ्नो घर भयो होइन, आनन्द बगैँचाभित्र भयो होइन। रुम होइन, रुम बनाएको घर है। अनि त्यही माथि यता चाहिँ सबैले अब बार लगाएको छ क्या। बार भनेर अब यी वालहरू आफ्नो आफ्नो घरको लागि होइन। अब अलिकति बाटो बिचमा भएको होइन। अनि त्यसपछि यता चाहिँ अब उनीहरूले बगैँचा एकदम धेरै राम्रो गरेको क्या होइन। यी बगैँचा जताततै बगैँचा एकदम राम्रो होइन। फुलहरू अब के भन्छ यसलाई, रुखहरू एकदम राम्रो है। यहाँबाट सट्टातिर उसका घर भयो, अनि वरिपरि बगैँचा सगैँचा भयो है। नेपालको जस्तै डिसोम पनि छ है, त्यहाँ देख्न सकिन्छ है। अनि यो चाहिँ बारी भयो है, खेत हाम्रो नेपालमा हुन्छ नि त, तराईतिर यस्तै ठुल्ठुलो खेत त्यस्तै छ है। यो चाहिँ च्यान हो है, यो च्यान पनि नजिकै छ है। मऱ्यो भने सट्टा होइन, मान्छे गाड्नलाई नै, गाड्नु त गाड्दैन यिनीहरू रे, तिनीहरूको च्यान मात्र बनायो, तर सजिलो छ घर नजिक फुत्त होइन। अनि ल है, अब ल यो चाहिँ पुरै गाउँ साइड हो क्या होइन। पुरै यताबाट उता टाढोसम्म ल जहाँसम्म देखिन्छ पुरै गाउँ साइड हो क्या। त्यस्तो ठुलो ऊ पनि होइन। अहिले म चाहिँ एकदम टाढो आएको छु होइन, म बस्ने ठाउँबाट 10-15 किलोमिटर टाढा छु। र गाउँहरू चाहिँ यस्तै छ यहाँ चाहिँ है। यिनीहरूले के रोपे हो न है, खनेर रोपे जस्तो देखिन्छ, तर केही छैन। अनि उनीहरूको ल हेरौँ न ल है, सट्टा उनीहरूको आफ्नै बगैँचा क्या होइन। यो थोत्रो घर कोही खासै बस्दैन जस्तो लाग्यो मलाई है, बस्दैन नभएर होला यस्तो बनाएर राखेको चाहिँ। सट्टा घर भयो, अनि बगैँचा आफ्नै भयो, छुट्टै बगैँचा होइन। सट्टा गाडी पार्किङ भयो, बाइक पार्किङ भयो, अनि बगैँचा चाहिँ यिनीहरूले रुखसुख चाहिँ सानो सानो भयो नि रोपेर खतरा बनाउँछन् क्या होइन। आफूलाई चाहे अब के भन्छ, आफ्नो बगैँचा चाहिँ एकदम राम्रो सुन्दर बनाउँछन् है। अनि यो मान्छेको चाहिँ गाडी पार्किङ गर्ने ठाउँ रहन्छ क्या, खेतमा ल्याएर पार्किङ गरेको छ ड्याम्नाले। यता हेरौँ रुख पनि कस्तो मजाले लाखन् मुर्दाहरूले होइन। अब हाम्रो नेपालमा पानी कमी छ होइन, सबै ठाउँ। यहाँ चाहिँ पानी फेरि मायाकुरी यी अब कहीँबाट ल्याउनु पर्दैन क्या, खेतमै अब एउटा के भन्छ त्यसलाई, पम्प लगाउँछन्, अनि त्यहीँबाट सर पानी आइरहेको छ क्या होइन। आफूले जतिखेर मन लाग्यो अन गऱ्यो, निकाल्यो होइन। यत्रो यहाँ पनि पुल छ क्या, यत्रो साना खोला। अनि यता यस्तै छ लगाइ चाहिँ। अलि अगाडि अब अलि राम्रो ठाउँ देखाउँछु होइन, गाउँहरू है। गाउँहरूतिर अब के भन्नु, म यस्तै हो गाउँ मायाकरी है। गाउँ जता नि यस्तै हो, हाम्रो नि नेपाललाई नि योभन्दा राम्रो राम्रो छ होइन, नभएको त होइन। यहाँ अलिकति के भने नि, गाउँमा पनि सुविधा छ, जे पनि होइन छ, त्यही हो होइन। नेपाललाई नभए होइन, राम्रो त मायाकरी नेपाल छ नि, एकदम राम्रो छ होइन। योभन्दा राम्रो छ नि होइन। मेरो गाउँ त अलिकति अहिले, मेरो गाउँ पनि मायाकरी एकदम राम्रो हो क्या। 6 महिना चाहिँ एकदम राम्रो हो होइन। 6 महिना चाहिँ मायाको पानी नपऱ्यो होला, सुक्खा देखिन्छ होइन। अरू त त्यस्तै हो। गाई चाहिँ उयो घर अगाडिको देख्नु भएको छ नि, यो घर अगाडिको अलिक जुम गर्छु म साइकल रोकेर। यो घर चाहिँ, यो घरको नक्सा चाहिँ डिजाइन चाहिँ होइन, पक्कै नेपालबाटै चोरेर ल्याए हुनुपर्छ कि होइन। सेम नेपालकै जस्तै छ यो, मलाई लाग्छ। यो जापानिज चाहिँ के अरे नेपाल गएको थियो होला घुम्न, नेपाल गयो अनि घुम्यो, देख्यो होला नेपालको घरहरू, अनि त्यही नक्सा चट्ट चोरेर ल्याएर यहाँ बनायो क्या होइन। मुर्दाहरूले नत्र सबैको घर अरू अलिकति भए पनि फरक छ क्या, फरक छ नि यिनीहरूको। अब हाम्रोभन्दा थोरै होइन धेरै डिफ्रेन्ट नै देखिन्छ। त्यो घर चाहिँ नेपाली जस्तै छ क्या, ठ्याक्कै
होइन 2-4टा घर यहाँ छ क्या होइन सेम टु सेम नेपालीको घर जस्तै के त्यो के भन्छ सट्ट होइन नेपालको गाउँघरको घर जस्तै अनि जस्ता लगाएको होइन अनि कलर त्यस्तै लगाएको बुट्टा यस्तो यस्तो धर्का धर्का लाउँथ्यो नि पहिला नेपालमा हो त्यस्तै के सेम छ क्या यहाँ 1-2टा घर होइन आएको तिनीहरू पक्कै पनि पहिला अब जवानीमा नेपाल गएर नेपालको घरतिर हेरेर आएर अनि मन राम्रो लाग्यो होला अनि यहाँ आएर बनाएको हुनुपर्छ क्या मलाई शङ्का लाग्छ होइन यिनीहरूदेखि होइन यिनीहरूले नक्सा चोर्या हुनुपर्छ नेपालको नक्सा चोरेर यहाँ ल्याएर बनाउनु पाइँदैन कि होइन होइन आखिरी म कुन बाटो आएँ बिर्सिक्यो बाटो यत्रो खा कुन बाटो कुन चाहिँ आएको म यो कि त्यो म लोकेसन हेर्छु ल हेरौँ है गाइसी यहीँ छ रोड यहीँ अगाडि यत्रो ऊ छ कि करेसा बारी छ बगैँचा साग आलु प्याज के रोपेछ है सुन्तलाहरू जुनारहरू बाफ्रे हाम्रो यहाँ रोड हुँदा यहाँ आउँदा त सेतै हुन्थ्यो त्यो धुलै धुलो फल्थ्यो फल्दैन थियो नि यहाँको यहाँ पिच छ यार छैन हाम्रो छैन नि हाम्रो नेपालमा पिच भए त हुन्छ होइन र अनि गाइस यो जापानमा अहिले भाइरल भएको फुल के यो यही हो कि यही फुल है अहिले त सुकिसक्यो है फुल पनि सबै सुकिछ नत्र हिजो अस्ति चाहिँ एकदम धेरै ठुल्ठुलो फुलेको थियो कि होइन सबैले फोटो अहिले फेसबुकमा हालेका थिएँ यही फुलको हो कि सबैले फोटो खिच्दै ड्याम हालेको थिएँ मैले मात्र नहालेँ है हाल्नलाई त फोटो खिचिदिने मान्छे पनि छैन है त्यही भएर हो क्या होइन सबैले हालेको थिएँ चिटिक्क पारेर के भन्छ पिङ्की पारेर फोटो होइन सबैले हालेका थिएँ हाल्न चाहिँ मैले मात्र नहालेँ फेरि म अलिक केटा पऱ्यो नि त केटा भएपछि अलिकति पिङ्की अलि मन त कलर भने त्यस्तै हो होइन कलर भने कलर हो तर औ ल म देखाउँछु है यता ल यता कस्तो राम्रो बाटो छ ल बाटो भन्नाले बाटो त त्यस्तै हो सर्ट साइडमा होइन ठुलो रोड भयो अनि साइडमा ठुल्ठुलो रुख त्यसमा फुल फुलेको भयो होइन कस्तो राम्रो देखिन्छ क्या होइन नेपालमा पनि अहिले त छ होला अलिअलि होइन मलाई पनि थाहा छैन यार आखिरी जताततै होइन जिदो हानबाइकी छ होइन यसबाट निकाले खायो हाइट होइन म नि कुन दिन यहाँ गेम खेल्न आउँछु मायाकुरी खै मेरो भिडियो हेर्नु त अल्छी लाग्छ होला केटाहरूलाई होइन केटाकेटीहरूलाई अब ठुलै मान्छे भए पनि होइन अल्छी लाग्छ होला एक्लै बोलाएको छ एक्लै हिँडेको छ एक्लै बनाएको छ एक्लै होइन मायाकुरी एक्लै अब बनाएर एक्लै कमेडी भिडियो अलिकति अर्कै चाहिँ कमेडी अलिकति अर्कै खाले भिडियो बनाउनु पऱ्यो क्या कमेडी या डिस वाला कमेडीवाला अलिकति फनी कमेडी र फनी एउटा हुन्छ होइन कस्तो भन्छ नि यो ब्लग होइन क्या भिडियो बनाउनु पऱ्यो क्या जस्तो लाग्छ मलाई टाइम त छैन है अनि त्यही भएर ब्लग बनायो नि के गर्नु होइन हुन त एक्लै भएपछि एक्लैलाई अरू होइन भिडियो बनाउँदा यो भ्लग बनाउँदा चाहिँ के हुन्छ नि टाइम अलिकति भए पनि एक्लै बोर लागेको बेला यसो भिडियो बनाउनुपर्छ होइन मजा आउँछ कि भिडियो दिनै बनाउने बानी गर्नुपर्छ झन् मजा आउँछ बाफ्रे त्यो अचेल त त्यो म दिनै बनाउँछ हाल्नु चाहिँ बेला हाल्छु होइन यो भिडियो नै हाल्छु कि हाल्दिनँ त आएन गाई चाहिँ अघि चाहिँ पुरै गाउँ थियो अब चाहिँ म आइसकेको छु अहिलेको पुरै गाउँभन्दा अलिकति राम्रो है अब अहिलेको भन्दा चाहिँ धेरै राम्रो ठाउँ आइसकेको छ है अहिलेको चाहिँ पुरै गाउँ थियो होइन अहिले चाहिँ लगभग न सहर धेरै भनौँ न गाउँ भनौँ ठिक्कको के होइन यो चाहिँ है तर एकदम राम्रो छ है कोलोनी जस्तै होइन ल है यता हेरौँ सट्ट यता हेरौँ होइन सर फेरि अब 2-4टा कोलोनी हुन्छ अनि पार्कहरू चाहिँ हुन्छ कि यो पार्क हो है 2-4टा कोलोनी अनि पार्क चाहिँ ठ्याक्क जहाँ पनि हुन्छ कि फेरि यहाँ यिनीहरूको होइन अरे त यस्तै हो के भन्ने रेमा है होइन मलाई फेरि न बोल्न आउँछ न एक्टिङ आउँछ न त होइन यो भिडियो बनाउनै आउँछ खासै के होइन भिडियो बनाउनै खास त आउँदैन यहाँ हेरौँ यो चाहिँ कस्तो राम्रो छ यार होइन भिडियो बनाउनै खासै आउँदैन क्या मलाई होइन न भिडियोमा बोल्नु आउँछ एक्लै हुन्छु अनि पतार गर्नु मन लाग्छ अनि बोलिदिन्छु क्या त्यही हो आनन्द हुन्छ त्यति भएर चाहिँ म कुन बाटो आएँ माछा ल है गाइस ल आजलाई त्यो गुड बाई